हेलो गाइज नमस्ते है सबैजनालाई। ल म आज एउटा मनमा चित्तै बुझेन क्या, यो जति पनि कन्टेन्ट क्रिएटरहरूदेखि लिएर चाहिँ यो सोसल मिडियाको चाहिँ यो अल्गोरिदम भन्ने सिस्टम होइन जे छ, जति नै हामीले चाहिँ फ्रीको फोटोहरू सुट गर्ने भन्ने सिस्टम ल्याएको छु। योमा चाहिँ युट्युब च्यानलमा सब्सक्राइबहरू गरेर आउनेहरूलाई जति पनि फोटोहरू चाहिँ फ्री भनेर चाहिँ मैले सिस्टममा ल्याएको छु र यो प्रोफेसनल फोटोग्राफी सिस्टम भनेर चाहिँ एउटा सिस्टममा ल्याएको छु। यो काठमाडौँ भ्यालीभित्र चाहिँ जति पनि साथीभाइहरू हुनुहुन्छ उहाँहरू चाहिँ आउन सक्नुहुन्छ भनेर। तर यो युट्युब च्यानलले जति पनि यो फ्रडहरू हुन्छ नि, नराम्रो विकृतिहरू फैलाउनेहरूको चाहिँ भ्युजहरू टन्नै जाने होइन। जस्तो हामीले चाहिँ एउटा मिडियामा एउटा सोसियल वर्क जस्तो गर्दाखेरि हामीहरूको चाहिँ कुनै पनि भ्युजहरू चाहिँ अलिकति कमी के, यो फर यू पेजहरूमा पुर्याउनलाई कमी हो कि यो सोसियल मिडियाहरूले चाहिँ पुर्याउनलाई के गरिरहेको हुन्छ होइन। यो चाहिँ खतम के, यो सिस्टम नेपालको जति पनि सिस्टमहरू छ यो एकदमै खतम लागिसक्यो मलाई चाहिँ होइन। मलाई 1% नि मन परिराखेन क्या होइन। यस्तो नि हुन्छ होइन, जति पनि यो हाइलाइटहरूमा आउनलाई चाहिँ दुखी गरिबहरूले चाहिँ आउन नपाउने रहेछ क्या। जति पनि दुखी गरिबहरूले चाहिँ एउटा कन्टेन्ट क्रिएटरको रूपमा चाहिँ जति पनि कन्टेन्टहरू क्रिएटर गर्न खोजिरहेको हुन्छ उनीहरूको चाहिँ भ्युज नै नजाने र यो जति पनि भ्युजहरू गइरहेको ठुला मान्छेहरू धनीहरू होइन, अनि यिनीहरूको चाहिँ जाने होइन। हामी जस्तोको त कामै छैन। एउटा चाहिँ राम्रोसँग नेपालमा चाहिँ राम्रो खालको छाप पार्न खोजिरहेको हुन्छ, उनीहरूको चाहिँ कुनै पनि औचित्य रहँदैन क्या होइन। यो सिस्टमले चाहिँ कहिले पनि राम्रो हुँदैन र जति पनि गर्छु भनेर लाग्ने मान्छेहरूलाई चाहिँ निराश बनाउने काम चाहिँ भइरहेको छ। यो अल्गोरिदम भन्ने हो कि यो के भन्ने हो, योमा चाहिँ अब यस्तो तरिकाले चाहिँ आफूले के को कन्टेन्ट क्रिएटर गर्नु यार। 100वटा 10वटा 20वटा भिडियोहरू हाल्दाखेरि चाहिँ एउटा भिडियोमा पनि सोसल मिडियासम्म चाहिँ पुग्दैन भने यो अल्गोरिदमहरूले के हेर्छ त। अनि यस्तो नि हुन्छ होइन। यो नेपालीलाई चाहिँ धेरै विशेष क्या सबै कुराहरूमा चाहिँ जति पनि गर्छु भन्ने मान्छेहरूको चाहिँ मन नै गिर्ने खालको काम चाहिँ हुने रहेछ क्या। ठिकै हो, यो बाँकी चाहिँ अब तपाईँहरू फलो सब्सक्राइबहरू गरेर चाहिँ आउँदै गर्नु होला गाइस। मेरो तर्फबाट दिने चाहिँ म अलवेज सधैँभरि चाहिँ म फ्रीको फोटोहरू खिच्नेछु, त्यति नै।